लाइक मेरो भ्लग चाहिँ रेगुलर आएको छैन मलाई थाहा छ इट्स द रिजन्स आर सिम्पल के किनकि अब मैले कामहरू छ नि त काम के काम भनेर सोध्नुहुन्छ भने अब बिहान उठ्यो खायो सुत्यो मोबाइल चलायो एउटा काम फेरि अर्को दिन बिहान उठ्यो सुत्यो त्यहाँदेखि त उठ्यो खायो होइन अनि त्यसपछि फेरि सुत्यो अर्को काम लेजिनेस के भन्दा अब त्यही त भन्दा अल्छी भन्दैन but still we are doing something किनकि I'm the person who procrastinates a lot के म जे कुरा नि भोलि गर्छु I strongly suggest you not to do that किनकि एकदम ड्यामेजिङ हुन्छ यो कुराहरू चाहिँ Right. Today's weather is really good. It's so beautiful here. Anyway, I'm not being able to decide right now. Like the part I'm not being able to decide. More straight agadi jam ki haina like त्यहाँ jam because it fucking looks beautiful के like पुरै ढाकेको छ के I haven't experienced this thing in winter because किनकि अब यस कलेज जानु परिरहेको थियो नि त अनि बिहान अनि अब यस्तो यस्तो फिल गर्ने भनेको कलेज नजाँदा मात्र होइन सो just look at it के we are going to the right side and let's see कस्तो छ because after a long time we are going Canggu है यो साइडबाट त्यो साइडबाट जान्छौँ होइन because यताबाट किन नजाने भनेदेखि यताबाट धेरैचोटि हिँड्छ क्या that's there is something good शान्त छ क्या अनि मलाई त्यो ठाउँ मन पनि पर्छ सो हामी चाहिँ यो साइडबाट जाने फर द्याट स्पेसिफिक रिजन वी गोट टेक लेफ्ट साइड अब लेफ्टतिर जाने हो त लेफ्ट त लिनुपर्छ नि म कस्तो पागल हो क्या एनिवे म चाहिँ तपाईँलाई त्यहीँनिर भेट्छु होइन सो लेट्स सी कस्तो कस्तो चेन्ज भएको छ चाङ्गु नारायणमा खास गरी यता त केही चेन्ज भएको छैन लाइक चेन्ज भनेको यो राइट साइड अफ द फरेस्ट चाहिँ चेन्ज भएको छ वी टुक सर्टकट होइन हामीले सर्टकट ल्याएको छौँ अनि यसरी अस्ति म बेलुकाको 8 बजे समथिङ भएको थियो फर्किँदाखेरि म रनिङ गरेर अनि म खास गरी यो बाटो आउन चाहेको थिएँ कि तर आई एन्ड अप अन मलाई त्यहाँनिर पुरै यस्तो खालको छ क्या लाइक त्यहाँनिर पानी बग्छ क्या अनि म खास गरी यस्तो यहाँकै यस्तो यो माथिबाट यता आउनु पर्ने होइन म त यहाँबाट तल झरेछु अनि पुरै त्यो के भन्छ त्यसलाई अब मलाई थाहा छैन त्यसलाई के भन्छ होइन तर त्यहाँ चाहिँ पानीहरू रहेछ अनि hopefully I don't get lost here. I will not get lost, but also still we are going. I'm just अर्कै बाटो गएछ Okay. Anyway. Okay. I cannot really speak right now. म माथि गएर तपाईँहरूसँग बोल्छु होइन स्लो क्या अरे ऊ त्यो आन्टी देखिरहेको नि त्यो आन्टी लाइक त्यो आन्टी मलाई क्या हेरेको छ कि लाइक मैले वेट भेस्ट लगाएँ नि त होइन म यति भन्न चाहन्छु कि आन्टीलाई म आतङ्ककारी होइन आन्टी म सामान्य मनुष्य हो अलिकति पागल छु मलाई चाहिँ एकदम धेरै हिँड्न मन लाग्छ भन्न चाहन्छु म आतङ्ककारी होइन है मलाई बाटोमा कसैले यसरी भेस्ट लगाएर यस्तो क्यामेरा समातेर बोलेको देख्यो भने चाहिँ म एउटा सामान्य मनुष्य हो मेरो नाम चाहिँ मदन श्रेष्ठ हो म भन्न चाहन्छु एनिवे लुक एट दिस Oh my god. I don't know, I am like obsessed with these kind of things. Like म यस्तो फरेस्टहरू मनपर्छ क्या त्यही भएर म घरबाट निस्किने यतातिर निस्किन्छु होइन त्यस्तो धेरै कतै जाँदिनँ क्या म एनिवे यो फेभरेट प्लेसै हो तर नट द्याट मच किनकि यहाँबाट त्यस्तो राम्रो भ्युज चाहिँ
लाइक द्याट इज माई फेभरेट प्लेस. तर त्यहाँ मान्छेहरू अलरेडी बसिरहेको रहेछ क्या. लाइक लिटरली क्या यहाँ बस्ने मान्छेहरू एकदम लक्की हो क्या. म चाहिँ त्यही मान्छु होइन. जस्तो क्या अरे इन द मिडल अफ द फरेस्ट क्या टक्क घर क्या शान्त. बफेलोस भैँसीहरू. एनिवे लाइक दे आर लक्की के किनकि अब तल लाइक सहर भन्दाखेरि पनि यहाँ चाहिँ लाइक फ्रेस एयर होइन एक तरिकाले हेल्दी हावापानी भन्छ नि त्यो भन्छ क्या मलाई. भैँसी हेर्नुहोस् भैँसी ओके के हामी यो उकालो चढ्दैौँ. यहाँबाट नि एउटा बाटो जान्छ क्या बट इट्स रफ टफ भनौँ न एक तरिकाले. वी क्यान डु एनिथिङ होइन. यो यस्तो बाटो चाहिँ म एकदम धेरै नै पहिला गएको थिएँ दाइहरूसँग. अहिले चाहिँ म हिँडेको छुइनँ त्यो बाटो. ठाडो उकालो हो कि अनि त्यही भएर मलाई जान मन नलाग्यो यताबाट. हामी एउटा चोकमा छ क्या बिचमा. कताबाट जाने म कन्फ्युज भइरहेको छु. टेक्निकली यसलाई हराएको चाहिँ भन्न मिल्दैन बट वी आर कन्फ्युज. यहाँनिर दुइटा बाटो गइरहेको एउटा यता गइरहेको. सो हामी कुन बाटो चुज गर्ने वी आर कन्फ्युज. सो लेट्स डिसाइड. एनी मिनी म्याङ्गो यु क्यान गो. आई एम सरी सीतापोखरी घन्टाघरको अगाडि रानी पोखरी. We are going to the right side. Oh my god. Look at this. I hope I didn't make a wrong choice. But anyway. Okay. पहिला पनि मान्छे हिँडेको रहेछ but not that much. पक्कै हामी जस्तै जनावरै हिँड्ने होला यहाँनिर. Anyway. Okay. तर मलाई किन हो त्यो बाटो चाहिँ सही जस्तो लागिरहेछ. जाने त माथि नै गइरहेको दुइटा बाटो. त्यो बाटो के त्यो बाटो छ नि एउटा. ओके what the fuck should I do man. Let's go that side. We are returning again. So we just change our way. यसलाई थाहा छ यो के हो. What is this? I don't know. Let's plug it. त्यहाँ कस्तो राम्रो ठाउँ रहेछ. ल लामा हामी अर्कै बाटो आएछ नि त. अलिक राम्रो ठाउँ. Let's plug it. I know about this thing. के हो यो? What is this? मलाई त यसको बारेमा केही थाहा छैन है. अजीब कुराहरू छ यहाँनिर. तर हामी त्यो साइडमा गयो त्यहाँनिर यत्रो ठुलो ढुङ्गा रहेछ क्या. अनि त्यहाँ मान्छे पनि हिँड्दो रहेछ. बट स्टिल विच इज दिस अब यही फाइनल हो. चाहिँ आइपुग्न लाग्यो. तर लेट्स चेक आउट द भ्यू फ्रम हियर है. आई विल सो यु गाइस. वेट यहाँबाट पल्ट्यो भने चाहिँ एकदम भयङ्कर चोट आउँछ होइन. अनि म झन्डै यहाँबाट ढलेको. त्यो वाला चिज चाहिँ जहाँ चाहिँ रहेछ भने उहाँ हेर्नु न ल यहाँनिर रहेछ. अनि त्यहाँ माथि एउटा कमिलाको गोलो पनि छ. के भन्छ त्यसलाई. हामी चाहिँ आइसक्यो. ऊ त्यही हो पिपलको बोर्ड. तल बस्नु भनेको थियो तर त्यहाँ मान्छे रहेछ नि त्यही भएर हामी माथि आएको. हामी चाहिँ माथि आइसक्यो. हो त्यसरी चागुन आएन है. Anyway, we are already here. Okay. So, let's look at it. अब हामी चाहिँ माथि मन्दिर चाहिँ नजाने अल्छी लाग्यो है. अब हामी घर फर्किन्छौँ. मतलब लाइक दिस इज द रिजन मलाई मन्दिर मन नलाग्यो. अर्को बाटो पनि छ होइन. तर कसैले सिडी हान्नु छ भने यहाँ आउँदा हुन्छ है. लाउरेहरू बन्ने मान्छेहरू चाहिँ. ओके म हिँड्दै माथि. अस्तिको 10 किलोमिटरले अझै थकाइरहेको क्या. लुक गणेशजी दर्शन गर केटाहरू. बोर्डमा पास गराइदिनुहुन्छ. पुरा कन्स्ट्रक्सनको काम चलिरहेको छ नि है.
सब रिपेयर भइरहेछ जस्ट लुक एट द कलर्स के माई गॉड people are real genius guys look at it look at the design there my god let's look at this one you scared bro let's look at this wow like कोही अब बाहिरबाट हुनुहुन्छ भनेदेखि चाहिँ this is चाकुनारा नै it's so beautiful let's look at this oh my god अब त्यहाँबाट चाहिँ तल निस्किने ठाउँ हुन्छ अनि यताबाट नि निस्किनेमा चाहिँ अब यतातिर चाहिँ सबै अब हामी घुम्न आएन त्यहाँनिर होइन हामी अब यहाँ अब घुम्न आएको भए अब म्युजियम स्युजियम हेर्ने होइन मजा गर्ने ल जतिसम्म त्यति देखाएँ हामी यहाँ मर्निङ वाकको लागि आएको के सो वी आर रिटर्निङ ब्याक यो ठाउँ चाहिँ होइन राबत यस्तै रेसिडेन्टल एरियाभित्रै पर्छ नि त किनकि यहाँ मान्छेहरू बस्नुहुन्छ नि त वरपर सो वी क्यान डु वान थिङ के लाइक my god like त्यो भर्खर देखेको ठाउँ चाहिँ थिएन यहाँनिर इट्स अ न्यू प्लेस है त्यो चाहिँ भर्खरै बनाएको जस्तो छ मतलब म यस्तो धेरै आएको छैन नि त सो यो चाहिँ भर्खरै बनाएको हो किनकि पहिला थिएन पहिला यस्तो बाटो पनि थिएन यस्तो मतलब यस्तो बाटो त थियो तर त्यो चाहिँ अलि धेरै नै पुरानो भइसकेको थियो अनि इट वाजन प्रपरली मेन्टेन गरेको थिएन भनौँ न त्यो हेर्न त्यो फोहोर त्यो यता नि फोहोर सबै लाइक यो फोहोर फाल्ने मान्छेहरू हुन्छ नि तिनीहरूलाई भेट्न पाएदेखि चाहिँ अलि मैले भन्न चाहेको कुरा चाहिँ एकदम इनएप्रोप्रिएट छ तर घोप्टो पारेर चाकमा बेल्टले हान्थेँ क्या म तर यो चाहिँ मैले भन्न चाहेको होइन है मैले भन्न खोजेको अर्कै कुरा हो त्यो चाहिँ एकदम धेरै भयङ्करै छ त्यो सुन्नै हुँदैन हुन्थ्यो होइन हान्नु भएको थियो एकचोटि ओए यहाँ पिपलको रुख रहेछ crazy man oh shit it's really old I guess nah you don't guess it is old अनि लाइक एकचोटि हामी पिकनिक गएको थियौँ अनि अब हामी केटा मान्छेहरू अलि सडेकोलेकै पातेकै हुन्छ नि त अनि दाहरूले पिकनिकमा गाँजा खाइदिनु भयो ओ फक त्यसपछि त प्रिन्सिपल सरले फेरि हाम्रो बा फेरि उस्तै हुन्छ यत्रो खर्कन्डोमा है पानी राखेर सबलाई नाङ्गै राखेर अब कटुता लगाएको थिएँ हेर माथिको मात्र नाङ्गै गरेर पिकनिकमै हानिदिनु भएको बेडले पानीमा चोप्पल्दै स्नुले नै हान्यो भने थियो तर हामीले देखेनौँ हामीले सुनेको मात्र हो तर हान्नु चाहिँ भयो भन्ने लाग्थ्यो कि त्यसरी नै हान्नुपर्छ कि यो फोहोर फाल्ने मान्छेहरूलाई चाहिँ ओ माई गड लाइक यो वेट भेस्ट 1 घन्टाभन्दा धेरै लगायो भने कस्तो यहाँनिर यो कलर बोनमा क्या दुख्छ क्या एनिवे अब यहाँसम्म भिडियो हेरेर जो आउनुभएको छ उहाँहरूलाई चाहिँ एकदमै धन्यवाद प्लिज लाइक सेयर सब्सक्राइब आइम जस्ट अ न्यू युजर on this YouTube अनि sadly this is the end of my morning vlog stay healthy stay safe prevention is better than cure म चाहिँ त्यही भन्न चाहन्छु अनि बिस्तारै बिस्तारै सबै कुराहरू बिस्तारै आउँदैछ हैन it's just the beginning it's not the end love you all see you in the next vlog bye bye